युएस इजरायल र इरानको यो युद्धमा इरानले 11.7 मिलियन ब्यारल तेल एउटा देशलाई पठाएको छ। त्यो देशको नाम हो चाइना। धेरै मान्छेले सोचिरहेको छन् कि स्ट्रेट अफ हर्मुज बन्द छ। स्ट्रेट अफ हर्मुज बन्द छ तर चाइनाको लागि भने छैन। चाइनाले त्यो ठाउँको एक्सेस पाइ नै रहेको छ। फेब्रुअरी 28 बाट युद्ध सुरु भएपछि इरानले कम्तीमा पनि 11.7 मिलियन ब्यारल क्रुड ओइल स्ट्रेट अफ हर्मुजबाट पठाएको छ। युरोपलाई होइन, जापानलाई होइन, चाइनालाई। अमेरिका, युरोप र इजरायल सम्बन्धित सिपहरू अट्याक भइरहेको बेला चाइनिज ट्याङ्करहरू फ्रीली पास भइरहेको छन्। इरानले अहिले डेली लगभग 1.5 मिलियन ब्यारल ओइल लोड गर्छ। त्यसमध्ये 1.25 मिलियन प्रतिदिन चाइनालाई मात्र जान्छ। स्ट्रेट बन्द भए पनि एक किसिमको भिआइपी लेन भने खुला नै छ र त्यो भिआइपी लेनमा चाइना एक्लै हिँड्दैछ। चाइनाले यो पोजिसन एक्सिडेन्टमा पाएको होइन। युद्ध सुरु हुनुभन्दा 2 महिना अगाडिदेखि चाइनाले ओइल स्टक पाइल बढायो। क्रुड ओइल इम्पोर्ट सिधै 15.8% ले बढ्यो। फेब्रुअरीमा मात्रै इरानले 2.16 मिलियन ब्यारल पर डे एक्सपोर्ट गर्यो, सबै चाइनालाई। चाइनालाई थाहा थियो कि केही ठुलो हुन सक्छ, त्यसैले चाइना स्टक गरेर रेडी भयो। अब अर्को इम्पोर्टेन्ट कुरा, सीपीईसी। के हो त यो सीपीईसी? सीपीईसी भनेको चाइना पाकिस्तान इकोनोमिक करिडोर हो। चाइनाले 62 बिलियन खर्च गरेर यो बनाएको थियो। यसमा रोड, रेलवे र पाइपलाइन छ। मान्छेहरू सोच्छन् सीपीसी ट्रेडको लागि हो, तर धेरै एनालिस्टहरूको अनुसार यो ओइल सेक्युरिटीको लागि हो। चाइनाको सबैभन्दा ठुलो प्रब्लम मलाक्का स्ट्रेट हो। यो मलेसिया र सिङ्गापुर बिचको न्यारो सी रुट हो, जहाँबाट चाइनाको धेरै ओइल इम्पोर्ट हुन्छ। थ्योरीमा युएस नेभीले यो रुट ब्लक गर्न सक्छ। त्यसैले चाइनाको प्लान ग्वादारबाट एउटा रुट बनाउनु चाइनासम्म, जसले गर्दा मलाक्का ब्लक भयो भने पनि, गल्फमा वार भयो भने पनि चाइनासँग अल्टरनेट रुट हुन्छ। अहिलेसम्म फुल ओइल पाइपलाइन रेडी छैन, तर रोड बनिसक्यो, करिडोर रेडी छ। इरानलाई पनि थाहा छ चाइनाले यो किन बनायो। सिम्पलमा भन्नुपर्दा चाइना चाहिँ स्टक्ड, सप्लाइड र कम्फोर्टेबल हुन्छ। इरानलाई चाइनाको पैसा चाहिन्छ, चाइनालाई इरानको ओइल चाहिन्छ। दुईजनाको डिल मिल्छ। वारमा नदेखिकन चाइनाले यस्तो ठुलो मुभहरू खेल्दैछ। पोलिटिक्स बुझ्नु छ भने मिसाइल होइन, तेल फलो गर्नुपर्छ। रियल स्टोरी तेलमै लुकेको हुन्छ। यो भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला र हामीले दिएको इन्फर्मेसन मन पर्यो भने लाइक गर्नुहोला। अनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नुहोला नेपाल डिसाइड्स।